घर भन्ने बित्तिकै थाकेर गलेर आराम गर्ने ठाउँ भनेर बुझिन्छ। अनि यो अर्काको देशमा अर्काको ठाउँमा आफू बस्नको लागि अथवा आफ्नो आराम गर्ने ठाउँ यति सुरक्षित पाउनु चाहिँ एकदम भाग्यको कुरा हो। हामी जापान आउँछौँ पढ्नको लागि, बस्नुपर्छ सुरुमा होस्टेल होइन। अनि मैले चाहिँ जापानमा पनि यसरी होस्टेलको व्यवस्था यति राम्रो व्यवस्था, एक्लै होइन, कसैसँग सेयर गर्न नपर्ने, आफ्नो किचन आफ्नो छुट्टै, टोइलेट बाथरुम आफ्नो छुट्टै, जहाँ नुहाउनको लागि कसैले अब साथीले नुहाउँछ अनि त्यस पछाडि म नुहाउँछु भनेर पर्खिनुपर्छ, न मुख धुनको लागि साथीले मुख धोइसक्छ अनि म मुख धुन्छु भन्नुपर्छ, न कपडा सुकाउनको लागि साथीको सुक्छ अनि मैले सुकाउँछु भन्नुपर्छ, न टोइलेट जानको लागि कसैलाई कुर्नुपर्छ होइन, कसैको पालो पर्खिनुपर्छ। म चाहिँ यस्तो राम्रो होस्टेलमा बस्न पाएको छु कि जहाँ चाहिँ सबै कुरा मेरो मात्रै हो कि, जस्तो मेरो घर आफ्नो घर जस्तै गरेर आनन्दले बस्न पाएको छु। मान्छेहरू कति धेरै विद्यार्थीहरूको गुनासो हुन्छ, जापान आएर यत्रो 5-6 लाख होस्टेलको फी तिरेर आउँछौँ तर एउटै कोठामा 4जना 5जना राख्छन्, यस्तो हुन्छ उस्तो हुन्छ। तर म चाहिँ एकदमै लक्की मान्छेमा पर्छु। मैले चाहिँ एउटा होस्टेल आफ्नो लागि, मतलब एउटा रुम, किचन, बाथरुम, टोइलेट सबै पर्सनल आफ्नो, मतलब आफूले रुम लिएर बसे जसरी एकदम कम मूल्यमा पाएको छु। अनि म बस्ने होस्टेल चाहिँ एकदमै राम्रो छ, तल किचनहरू सबै छ। अनि माथि पर्याङ चढिसकेपछि चाहिँ माथि चाहिँ मेरो सुत्ने रुम छ, बाहिरबाट कस्तो राम्रो भ्यू पनि देखिन्छ। अहिले चाहिँ राति भयो त्यही भएर राम्रोसँग देखिएको छैन। एकदम आनन्द छ कि, न कसैको हल्ला, न घरमा आएर सुत्ने बेलामा कसैले किचकिच गर्छ होला, साथीले फोहोर पो गरेको होला कि, के पो गर्यो होला कि, ला मेरो सामान हरायो कि, ला मैले यसरी पैसा राखेको थिएँ के पो भयो कि भनेर केही पनि भन्नु पर्दैन। कपडा राख्ने ठाउँ पनि एकदमै राम्रो छ, चट्ट मिलेको, जसरी राखे पनि भयो, जे गरे पनि भयो। यो जापान जस्तो ठाउँमा चाहिँ हुन्छ नि, आफू एकदम गलेर एकदम स्ट्रेस भएर आउँदा पनि आफू बस्ने ठाउँ चाहिँ आनन्दको भयो भने चाहिँ एकदम निन्द्रा लाग्छ। जय नेपाल।